संसदको रोस्टमबाटै गृहमन्त्रीले दिए प्रदर्शन नगर्न चेतावनी, सहकारी अनुदानमा अनियमितता, नगर प्रमुख सहित 11 विरुद्ध भ्रष्टाचार मुद्दा। रमेश प्रसाईको अभिव्यक्तिपछि अमरेश सिंहको आक्रोश, प्रसाईले मागे माफी, काङ्ग्रेसको विवादमा ट्विस्ट, आधिकारिकता सम्बन्धी मुद्दा सुरुदेखि नै सुनवाई गर्न। ब्रोडपिकमा ज्यान गुमाएका पूर्वबहादुर गुरुङको शव स्वदेश ल्याइयो, करदाता प्रोत्साहन उपहार कार्यक्रम भोलिदेखि 1 जनाले 10 लाख रुपियाँ जित्ने। नयाँ सरकार गठन भए त आचार संहिता पालना नगर्ने 8,830 कर्मचारीलाई कारबाही, गृहमन्त्री सुदनका कुरा सादगी, महँगा सवारी, कर्णालीमा चुलियो ग्यास अभाव लगायतका आज दिनभरका केही महत्त्वपूर्ण खबर अपडेटहरू आजको यस भिडियोमा। दर्शकवृन्द नमस्कार अनि हार्दिक स्वागत छ। तपाईहरु यति बेला लिड नेपाल टिभीको लिड न्यूज हेर्दै हुनुहुन्छ। हामीलाई कुन ठाउँबाट यति बेला हेरिरहनु भएको छ तलको कमेन्ट बक्समा कमेन्ट गर्न नछुटाउनुहोला। साथै पहिलो पटक भिडियो सामग्री हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम लेखेर कमेन्टमा जानकारी गराउनुहोला। रेगुलर हेर्नुहुन्छ भने रेगुलर लेखी जानकारी गराउनुहोला। अब सुनौ पूरा समाचार। बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुदन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए, तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्टम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रति प्रश्न गरे। पहिलो प्रश्न नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले गरे। उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाए। कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडे भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? विश्वकर्माको प्रश्न छ, यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको उदासीनता हो? सरकारले हाम्रो चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ? जवाफमा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको बताए। देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा काम गरिरहेको भन्दै गृह मन्त्रालयको मुख्य विषय के हो ख्याल गर्न सुझाए। अनि निर्मला पन्तको विषयमा किन प्रश्न उठाएको भनेर प्रश्नकर्ता सांसद विश्वकर्मालाई नै प्रति प्रश्न गर्न थाले। त्यस्तै वर्गको प्रसङ्ग रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा दुग्ध व्यवसाय प्रबन्धनका लागि वितरण गरिएको सरकारी अनुदानमा अनियमितता भएको भन्दै अख्तियार द्रव्य अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालीन नगर प्रमुख प्रशासकीय अधिकृत पशु सेवा कार्यालयका अधिकारी तथा दुग्ध सहकारीका पदाधिकारी सहित 11 जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार आरोपितहरूले दुग्ध व्यवसाय सञ्चालन नगरी करोडौं रुपियाँको सरकारी अनुदान दुरुपयोग गरेको, सरकारी सवारी साधन निजी प्रयोजनमा प्रयोग गरेको तथा नियम विपरीत अनुदान उपलब्ध गराएको अभियोग लगाइएको छ। अख्तियारका अनुसार 8 बिस्कोट 9 निवासी जनक बटलाले 8 बिस्कोट दुग्ध सहकारी मार्फत डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रुपियाँ अनुदान लिए पनि 2 वर्षसम्म सञ्चालन नगरेको तथा जेरीका नाममा खरिद गरिएको सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको उजुरीपछि अनुसन्धान अगाडि बढाइएको थियो। अनुसन्धानका क्रममा प्रदेश सरकारको अनुदान कार्यक्रम कार्यान्वयनमा गम्भीर त्रुटि र मिलेमतो देखिएको आएको निष्कर्ष रहेको छ। त्यस्तै वर्गको प्रसङ्गतर्फ लागौं। बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरू बीच भनाभन भएको छ। छलफलका क्रममा सांसद डाक्टर अमरेश कुमार सिंहले गरेको सैन्यकरण शब्दलाई लिएर विवाद उत्पन्न भएको हो। बैठकमा आफ्नो धारणा राख्दै सांसद सिंहले संसदीय समितिमा सांसदहरूले राखेका विचारलाई व्यक्तिगत रूपमा खण्डन गर्ने प्रवृत्तिले समितिको गरिबा र कार्यान्वयनमा असर पुग्ने बताएका छन्। उनले सांसदहरू सार्वभौम जनताका प्रतिनिधि भएकाले समितिमा आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउनुपर्ने जिकिर पनि गरे। छलफलका क्रममा सांसद सिंहले आफूले प्रयोग गरेको सैन्यकरण शब्दको बचाउ गर्दै मुलुकमा प्रतिव्यक्ति सुरक्षाकर्मीहरूको संख्याका आधारमा सोच टिप्पणी गरेको तर्क गरे। राजसभाकै सांसद रमेश प्रसाईले सिंहको भनाइप्रति असहमति जनाएपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो। सिंहले सभापतिलाई सम्बोधन गर्दै आफूलाई कम नआँक्न र आफ्ना तर्कहरू प्रमाणित गर्न समेत चुनौती दिएका थिए। त्यस्तै वर्गको प्रसङ्ग नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च अदालतले बिहीबार काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादको मुद्दामा सुरुदेखि नै सुनवाई गर्न आदेश दिएको हो। प्रधान न्यायाधीश डाक्टर श्री मनोज कुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डे, श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो। यो सँगै काङ्ग्रेसको मुद्दामा सर्वोच्चबाट पुनरावलोकन अनुमति पनि मिलेको छ। सर्वोच्चले यसअघि गगन थापा समूहलाई आधिकारिकता दिने गरी गरेको फैसला सम्बन्धी मुद्दाको अब सुरुदेखि नै सुनवाई हुने भएको छ। 2082 पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई दिने आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने आफै फैसला अब सर्वोच्चले पुनरावलोकन लाने भएको हो। त्यस्तै वर्गको प्रसङ्गतर्फ लागौं। पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणका क्रममा हिमपैह्रोमा परि ज्यान गुमाएका नेपाली प्रभुतारी पूर्वबहादुर गुरुङ युक्ताको पार्थिव शरीर स्वदेश ल्याइएको छ।
साउन 14 गते भएको दुर्घटनामा निधन भएका गुरुङको शव बिहिबार साँझ कतार एयरवेजको उडान मार्फत काठमाडौँ ल्याइएको हो। दुर्घटनापछि उद्धार समन्वय तथा कानुनी प्रक्रिया पूरा गर्न पाकिस्तान पुगेका कीर्तिमानी आरोही निर्मल पूर्जाका व्यावसायिक साझेदार एवं प्रतिनिधि सभा सदस्य मिङमा जेभिड शेर्पा शव लिएर नेपाल फर्किएका हुन्। नेपाल पर्वतारोहण सङ्घका अनुसार गुरुङको पार्थिव शरीर हिजो अन्तिम श्रद्धाञ्जलीका लागि नक्साल स्थित सङ्घको केन्द्रीय सचिवालयमा राखिएको थियो। त्यसपछि आज बिहान स्वयम्भूमा अन्त्येष्टि गरिने कार्यक्रम पनि तय भएको हामीलाई खबर प्राप्त भएको छ। त्यस्तै वर्गको प्रसङ्ग आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहिबार विभागले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई उपहार छनौट विधि र प्रणालीबारे जानकारी समेत गराएको छ। सो क्रममा विभागका प्राधिकरणहरूले नमुना उपहार छनौट विधि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले समक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डाक्टर भीष्म कुमार भूषालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ। उहाँका अनुसार साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ। त्यस्तै वर्गको प्रसङ्गतर्फ आगौँ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्रता बनाएको छ। केन्द्रले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार गठन भए ताप 853 सरकारी कार्यालयहरूको केन्द्रले अनुगमन गरेको छ। आचार संहिता पालन नगर्ने 8830 कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई निर्देशन दिएको छ। त्यस्तै केन्द्रले राष्ट्रिय योजनाहरूको प्राविधिक परीक्षण, सेवा प्रवाहमा ढिलासुस्ती, फाइल ट्र्याकिङ र सेवाग्राही सन्तुष्टि सर्वेक्षण लगायतका काम पनि गरिरहेको कार्यालयले जनाएको छ। केन्द्रलाई थप अधिकार सम्पन्न बनाउन सतर्कता केन्द्र तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि जनाइएको छ। आगामी दिनमा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई देशैभर व्यापक र बलियो बनाइने सरकारको योजना रहेको छ। त्यस्तै वर्गको प्रसङ्ग गृह मन्त्रालयको पछाडिपट्टिको पार्किङमा बाइक झ 6433 नम्बरको सुविधा सम्पन्न टोयोटा ल्यान्ड क्रुजर झन्डै 5 महिनादेखि थन्किएको छ। 21 फागुनको प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनुअघि तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्यालले उक्त गाडी चढ्थे। प्रतिनिधि सभा निर्वाचनपछि 13 चैतमा जेन्जी आन्दोलनबाट राजनीतिमा आएका सुदन गुरुङ गृहमन्त्री नियुक्त भए। गृहका कर्मचारीका अनुसार उनी आफ्नै गाडी लिएर पदभार ग्रहण गर्न पुगेका थिए। कर्मचारीले उनलाई अघिल्ला मन्त्रीहरूले चढ्ने गरेको ल्यान्ड क्रुजर पार्किङमा रहेको देखाए, तर उनले त्यसमा इच्छा भने देखाएनन्। त्यस्तै वर्गको प्रसङ्ग कर्णाली प्रदेशमा खाना पकाउने एलपी ग्यासको अभाव चलिँदै गएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतका साथै अन्य जिल्लाहरूमा खाना पकाउने एलपी ग्यासको मूल्य चलिँदै गएको हो। हरेक जिल्लामा सर्वसाधारण नागरिकहरूले व्यवसायीहरू मारमा परेका छन्। सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, सल्यान, रुकुम पश्चिमका बजारहरूमा ग्यास सहज रूपमा उपलब्ध हुन छाडेको व्यवसायीहरू बताउँछन्। कतिपय डिलरले खाली सिलिन्डर सङ्कलन गरे पनि नयाँ ग्यास दिन नसकेको अवस्था छ भने उपभोक्ता दिनु डिलर कहाँ धाइरहेका छन्। ग्यास आउने थाहा पाउने बित्तिकै उपभोक्ताको लाइन नै लाग्ने गरेको छ। सुर्खेतमा बिक्री वितरण गरिरहेका व्यवसायी देवराज बुढाले आज बिहिबार हाम्रो पसलमा 100 सिलिन्डर एलपी ग्यास आएकोमा 300 नागरिकको लाइन लागेको थियो। प्रशासनिक ओभरमा बिक्री वितरण गर्दा पनि झन्डै 200 नागरिकहरूलाई ग्यास पुगेन। यसबाट हामी व्यवसाय गर्ने व्यक्तिहरूलाई पनि हैरानी भइरहेको बताइएको छ। हवस् त दर्शकवृन्द, यो खबर सँगसँगै अहिलेलाई केही महत्त्वपूर्ण खबर अपडेटको श्रृङ्खला यति नै। पलपलको न्युज अपडेटका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नछुटाउनुहोला। नमस्कार।